वेलकम गाइज पार्ट 3 है। अब हाम्रो पार्ट 3 चाहिँ ट्याक्कसँगले हाम्रो हिँड्दै जाने क्रममा ठ्याक्कै हेर्नुहोस् न गाइज, अगाडि कुकुर बसिरहेको छ नि। कुकुरदेखि सुरु हुन्छ है। कुकुर पनि यस्तो हेरिरहेको छ कस्तो छक्क परेर आश्चर्यचकित भएर हैन। अनि हामी चाहिँ टट्ट जाँदैछौँ हैन। अस्ति चाहिँ हामीले पार्किङसम्मको भिडियो देखाएको थियौँ है। अब चाहिँ हामी पार्किङदेखि चाहिँ अगाडि हिँड्दै गइरहेछौँ। अनि अब चाहिँ चागनारायण टेम्पल लगभग पुगिसकेको छौँ हैन। पुगेर अनि तपाईलाई फर्केको नि भिडियो देखाउने छु हैन। अनि अब हामी चाहिँ गइरहेछौँ। अनि एकदम हेर्नुहोस् गाइज हैन, यहाँ चाहिँ कस्तो नि अलिकति के भन्नु, अब अलिकति पुरानो के, पुरानो एकदम कल्चर अनि पुरानो टाइपको जस्तै के भन्छ नि त अब त्यो पुरानो कुराहरू के, पुरानो कुराहरू पनि जस्तै त्यस्तोको जुन हुन्छ नि यहाँ त्यो पेन्टिङहरू क्या, पेन्टिङहरू थान्का टाइपको यस्तो बनाउने। अनि जस पुरानो कुराहरू किन्न हेर्न पुरानो खालको जस्तै अब मौलिक सभ्यता संस्कृतिहरू हेर्न पाइन्छ यहाँनिर चाहिँ हैन। अनि यहाँ जस्तै धेरै कुनै अब टाढा अरू कन्ट्री अनदर कन्ट्रीबाट पनि मान्छेहरू घुम्न आउँछन् हैन। अनि यहाँ चाहिँ एकदम बबाल ब्युटिफुलै छ क्या ठाउँ चाहिँ हैन। यहाँ गएपछि त तपाईलाई यस्तो लाग्छ कि फर्केरै नजाऊँ, अब हामी यहीँ बस्नुपर्छ यस्तो खालको फिलिङ गर्छ कि गाइज है। सो हामी सिरिजर टक गइरहेछौँ हैन। यति रमाइलो, यति बबाल, यति मनोरम छ यो ठाउँ हैन। एकचोटि तपाईँ त्यहाँ पुगिसकेपछि हुन्छ नि लाग्छ कि म यहीँ बस्न पाए हुन्थ्यो, नफर्किन् जस्तो यस्तो फिलिङ हुन्छ गाइज हैन। अनि यहाँनिर चाहिँ पुरानो जस्तै अब कुराहरू जस्तै अब त्यो हुन्छ नि एउटा भाँडो हुन्छ नि, सानो भाँडो यस्तो त्यो ध्वनि लिने क्या, टक्क छोएपछि अनि त्यो ट्याङ बज्ने हुन्छ नि, त्यहीँ पुरा एकदम आनन्द रिल्याक्स फिल गर्ने खालको हुन्छ नि एउटा। ठ्याक्कै नाम त आएन हैन, त्यस्तो कुराहरू नि यहाँनिर किन्न पाइन्छ क्या हैन। अनि यहाँ चाहिँ अब जस पुरानो सभ्यता र पुरानो कुराहरूले चाहिँ एकदम प्रख्यातै मानिन्छ हैन। मन्दिर पनि धेरै पुरानै मन्दिर हो हैन, धेरै सभ्यता बोकेको मन्दिर हो हैन। अनि यहाँ चाहिँ धेरै आस्था र विश्वास पनि बोकेको मन्दिर हो है। यहाँनिर अब हामी नेपाली छौँ विशेष गरेर अझ धेरै यहाँनिर विदेशी पर्यटकहरू आउने गर्छन् क्या घुम्नको लागि चाहिँ। बवाली छ नि त ठाउँ पनि हैन। अब नेपालमा भएको अब प्राकृतिक रूपले पनि सुन्दर अनि धार्मिक रूपले त अब नेपालको कुरै नगरौँ हैन। बहुभाषा बहुजाति हैन यस्तो कुराको भएको देश हो नेपाल हैन। यहाँनिर हरेक कुरा हरेक सभ्यताहरू हेर्न देख्न पाइन्छ क्या। अनि हेर्नुहोस् गाइस यस्तो हुन्छ नि मूर्तिहरू भयो, यस्तो के अब हुन्छ नि नेपालको मौलिक कुराहरू चाहिँ यहाँनिर किन्न पाइन्छ क्या। मौलिक कुराहरू जस्तै नेपालको रहनसहनमा युज हुने, अनि जस्तै नेपालको वेशभूषा हैन, नेपालको कल्चर सम्बन्धी अनेक कल्चर विभिन्न कल्चरहरू छन् हैन। ती कल्चरहरू सम्बन्धीको सम्पूर्ण के अब आफ्नो महत्त्व बोकेको सामानहरू भनौँ न अब त्यस्तो पाइन्छ हैन। अनि यहाँ चाहिँ अब बस्ने होमस्टेहरू पनि छ, होटेलहरू हैन। अनि यहाँनिर त्यस्तो पनि छ। अनि बवालै छ क्या ठाउँ चाहिँ हेर्नु गाइस। अब हैन हामी चाहिँ फाइनली ठ्याक्कसँगले मन्दिर अब पुग्नै लाग्यो हैन। अनि मन्दिर चाहिँ ठ्याक्क छिर्ने ठ्याक्कै मन्दिरको यो चाहिँ मन्दिरको मेन गेट क्या, अब सिँढी चढेर ठ्याक्क पुग्ने मेन गेट हो हैन। अनि भाइ चाहिँ अगाडि झोला बोकेर लखर गइरहेछ हैन। यहाँनिर चाहिँ त्यो बत्ती बाल्ने छुमिङ के भन्छ तिनीहरू राखेको रहेछ हैन। अब त्यस्तो के भन्छन् यसलाई हैन, आफ्नो स्टाइलले भन्छन् यसलाई चाहिँ। अब मैले चाहिँ त्यसको नाम छुमिङ भनेर सुनेको हैन, छुमिङ त्यही भनेर बालेर हैन। सो हामी चाहिँ पुग्यौँ, अलिकति के बन्दै हुन्छ त्यतातिर। अनि यही हो गाई चाहिँ यहाँको अब विशेष मन्दिर भनेको चाहिँ चागनारायण मन्दिर यही हो हैन। अनि यहाँनिर गएर चाहिँ अगाडिबाट चाहिँ अब फोटोहरू भिडियोहरू चाहिँ गर्न पाइँदैन। यस्तो अब साइडबाट जस भित्री कुराहरू देखाउन पाइँदैन हैन। साइडबाट बाहिरी कुराहरू फरक परेन। अनि जस भित्री कुराहरू देखायो भने चाहिँ अब कारबाही गर्ने जरिवाना यस्तो पनि हुँदो रहेछ यहाँनिर। त्यही भएर गाई चाहिँ हामी चाहिँ यस्तो साइडबाट जस इफेक्ट नपर्ने गरी त्यो जुन रुललाई नमिचिकन यसो टाढेबाट यसो सानो क्लिप मात्रै गर्छौँ गाई चाहिँ। अनि क्लिप स्लिप गरियो हैन। अनि क्लिप स्लिप गर्दै गरेको अनि ट्याक्कसँगले अब हामी चाहिँ यो अब यहाँ दर्शन गरेको पूजा गरेको चाहिँ अब भिडियो गर्न नपाइने छ। त्यही भएर अब हामीलाई त्यो क्लिप चाहिँ कट गरेर हैन। अनि अहिले चाहिँ अब यो नर्मल क्लिपहरू देखाएर अनि पछि फर्किने बेलाको क्लिप चाहिँ यसमा एड गर्छु हैन। अनि तर यहाँनिर अब जस्तै हो कि फाइनली यहाँनिर जस्तो वरिपरि अब त्यो मन्दिर डाइरेक्ट देखाउनु मिल्दैन अरे भिडियोमा हैन। र पनि अलिअलि देखाइदिएछ मैले। अब त्यो सिधै अगाडिबाट भिडियो गर्न नपाइने, भित्र कुराहरू देखाउन नपाइने भन्ने रहेछ। अनि त्यही भएर चाहिँ सर यस्तो साइडबाट अनि यताबाट अलिक तपाईँले जस्तो देखाइदियो कि उता देखाउने गाली गर्छन् हैन, कराउँछन्। अनि हामी चाहिँ त्यो गरेर फर्क्यौँ हैन। तपाईँलाई फर्कियो अब जस्तै दर्शन गरेको देखाउन मिलेन, त्यही भएर हामी चाहिँ फर्किएछौँ हैन। हामी चाहिँ अलिक बिहानै गएको थियौँ क्या। अनि अघिल्लो दिन अलि मौसम पनि बेलुका पानी परिरहेको थियो।
अनि भोलिपल्ट फर्किने बेला दामी घाम लागेको थियो होइन अनि त्यो दिन हामी बिहानै फर्किनु हामी सकेर फर्किने बेलामा चाहिँ मान्छेको भर्खर आउने बेला हुँदो रहेछ क्या भनेपछि ठ्याक्कै आउने टाइम भयो क्या हेर्नुहोस् न अब कति धेरै मान्छेहरू आइरहेछन् होइन यो पनि अझै बिहान अझै यहाँनिर त अब विदेशी पर्यटकहरू त दिउँसो टाइममा आउँछन् होइन यो बिहानै थियो क्या त्यतिखेर बिहान चाहिँ अब जस वरिपरिको मान्छेहरू हुन्छ नि उहाँहरू चाहिँ बिहान यसो पूजा गर्न यस्तो टाइपले आउनुहुन्छ पूजाहरू गर्न अनि त्यहाँनिर नाममा यस्तो के पूजा गराउने पनि हुन्छ क्या अब राम्रो खालको त्यो गोरसहरू कटाउने शान्ति गर्ने पूजा पनि गर्नुहुन्छ होइन अनि त्यस्तोको लागि नै आउनु रहेछ अनि त्यस्तो भिडभाडै थियो हामी फर्किने बेलामा मन्दिर भिडभाडै भइसकेको थियो अनि हामी चाहिँ फर्किरहेको थियौँ होइन अनि अझ अब त्यो टुरिस्टहरू नै आउँछन् क्या दिउँसोकै उनीहरू दिउँसो पुरा घुम्ने फोटोसोटो खिच्ने होइन त्यहाँबाट भ्यू पनि दामी देखिन्छ नि त अनि भ्यूको लागि पनि आउँछन् मान्छेहरू होइन छुट्टै छ क्या अब यहाँनिर अब यहाँको विशेषता अलग्गै खालको छ होइन त्यही भएर मान्छेहरू चाहिँ आउँछन् गाइस है सो गाइस हामी चाहिँ फर्किँदैछौँ होइन अनि अब एउटै कुरा हो अब पूजासा गरेको चाहिँ अब क्लिप गर्न पाइएन होइन भिडियो गर्न पाइएन ठिकै छ अब नियमभन्दा बाहिर जानु नि मिलेन होइन जे कुरा हो त्यसलाई त मान्नै पर्छ हेर्नुहोस् गाइस नि यहाँनिर यस्तै छ अनि अब हामी जस यहाँबाट फर्केपछि चाहिँ हजुरलाई एकदम दामी होइन मिठो खालको होइन अब बालवाल खालको भिडियोहरू लिएर आउँछौँ है आउने नै छौँ भनौँ होइन अनि हेर्नुहोस् गाइस कस्तो यहाँको घरहरू हेर्नुहोस् पुरा अर्कै खालको क्या अब मौलिकता पुगेको घरहरू होइन एकदम क्या अब उदाहरण नै छ क्या यस्तो घरहरू त न कुनै देशमा पाइन्छ संसारमा सायद यस्तो पाउने नेपालमा मात्रै नेपालमा बाइक त अन्त छैन अनि भाइ चाहिँ फेरि यो दिदी अगाडि हिँडिरहेको छ होइन अनि हेर्नुहोस् गाइस होइन यस्तो बोवाल घरहरू छ नि अब यो भनेको त मात्र के वान पिस नेपालमै मात्रै पाइन्छ क्या यस्तो कुराहरू नेपालभन्दा बाहिर गएपछि यो कुरा खोजेर नै पाइँदैन होइन यो सभ्यता यो जुन छ नि जुन यस्तो खालको यो चाहिँ भनेको नेपालमै मात्रै हो यी कुराहरू विदेशमा गएर अरू देशमा गएर खोजेर पाइँदैन विदेशबाट मान्छे आउनको लागि यही नै हेर्न आउने हो क्या गाइस नेपालमा हेर्ने नै यो नेपाल विदेशीले होइन गाइस सो अब फेरि यसलाई मात्रै थाहा रहेछ धेरै भन्नु लगाइ छैन तर जस त्यस्तो लाग्छ मलाई चाहिँ होइन गाइस अनि तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ होइन कमेन्ट बक्समा चाहिँ पुरै अटी गरी होइन फुल हुने गरी चाहिँ तपाईँले कमेन्ट हानिदिनु होला है के हो होइन गाली गर्न मन लाग्यो भने कमेन्टमै गाली गरिदिनु होला जे गर्न चाहिँ कमेन्टमै गरिदिनु होला है सो गाइस हेर्नुहोस् न गाइस अब हामी ठ्याक्कै फर्केपछि मान्छे यति धेरै आउनु थालेछन् होइन यो ऐसिन खचाखची हुन्छ क्या मन्दिर चाहिँ अब हामी चाहिँ बिहानै चाँडै आयो अनि चाँडै आएर हामी चाहिँ फर्किहाल्यौँ अनि पूजासुजा गरिहाल्यो अनि त्यहाँ चिया खाइयो अनि फर्क्यौँ होइन सो गाइस होइन यहाँको चाहिँ नेचर पनि बोबालै छ होइन पुरा हराभरा होइन अनि अक्सिजनले भरिभराउ भएको होइन दमको रोगी यहाँ आएर बस्यो भने त गाइस होइन पुरै अक्सिजन धेरै भएर रोगै ठिक हुन्छ होला शान्ति बोबाल नेचर छ होइन अब भन्दा अलिकति गफ यस्तो हुन्थ्यो तर वास्तविकता त्यही हो बनाउने हो अनि हामी चाहिँ फाइनल्ली पार्किङमा पुग्नु लाग्यो होइन फेरि अब यहाँबाट जाने जतासँगले अनि फर्किन्छौँ होइन त्यो आफ्नो खटेर लिने फर्किने होइन अनि गाइस अब हामी यस्तो नयाँ एकदम भुवाल भिडियोहरू चाहिँ हाल्ने रहेछौँ होइन सो गाइस सब्सक्राइब गर्न नभुल्नु होला है।